नमस्कार सबैजनालाई। म तपाईहरुलाई फेरि पनि स्वागत गर्न चाहन्छु। कुरा के छ भन्दाखेरि नेक्स्ट मनीमा पैसा कमाउन सकिन्छ मज्जाले नै यदि दुःख गर्यो भने। अनि मान्छेहरुलाई तपाईहरुले कसै मान्छेलाई मोबाइल रिचार्ज गर्नुको लागि साह्रो परिराखेको हुन्छ गाउँघरमा। कमान बस्तीमा त त्यस्तो हुन्छ। अब लकडाउनमा चाहिँ अब बजार सिटीहरु पनि अब त्यस्तै समस्यामा हुन्छ। र कतिजनाले अब गुगल पे, फोन पे, युट्युबहरुबाट गर्नुहुँदा रिचार्जहरु हैन। तर त्यहाँबाट गर्दाखेरि तपाईहरुको केही इन्कम छैन। अब हाम्रोमा चाहिँ इन्कम छ। यो एउटा ठुलो एउटा डिफरेन्स हो। र हाम्रो चाहिँ सधैँ हामीले भनेको जस्तै हाम्रो बिजनेस चाहिँ B2B भन्छौं हामी। B2B भनेको मतलब चाहिँ बिजनेस टु बिजनेस हो। यानी कि एउटा 100 को जोइनिङ गर्दाखेरि तपाईको एकजना जोइनिङ गर्दा तपाईले 300 रुपैयाँ पाइहाल्नुहुन्छ। अनि 5 जना जोइनिङ गर्नु भने 1500, 10 जना जोड्न सक्नु भने तपाईले 3000 पाउनुहुन्छ। त्यो पनि स्पोट। हाम्रो अरु कम्पनीहरुमा जस्तो महिना मरेर 3 तारिक, 5 तारिक, 6 तारिक पैसा पाउँदैन। हाम्रोमा चाहिँ अहिले जोइनिङ गरे अहिले नै तपाईले कमिसन पाइहाल्नुहुन्छ। र यो भयो तपाईको एउटा इन्कमको कुरा। सेकेन्ड इन्कम चाहिँ छ तपाईको जति मोबाइल रिचार्ज गर्नुहुन्छ 3% गरेर कमिसन पाउनुहुन्छ तपाईहरुले। अनि जोइनिङ गर्दाखेरि 1770 रुपैयाँ छ। 1770 रुपैयाँमा 270 मात्र जीएसटी लाग्छ। त्यसमा 1500 रुपैयाँ चाहिँ तपाईको डिपोजिटमा बस्छ। त्यसलाई हामी रिवार्ड पोइन्ट भन्छौं। त्यो रिवार्ड पोइन्ट पनि रिवार्ड पोइन्ट भएर सम्झिनु हुँदैन तपाईले। रिवार्ड पोइन्ट चाहिँ एउटा पैसा नै हो। है, पैसा नै हो। त्यो पोइन्ट मात्र सम्झिनु हुँदैन। त्यसलाई तपाईहरुले पछिबाट रिचार्ज गर्दा पनि हुन्छ। रिचार्ज गरे सक्दा पनि हुन्छ। नभए भने तपाईले शपिङ गर्दा पनि हुन्छ। दुईटा कुरा छ। अब रिचार्ज गर्नेले रिचार्ज पनि गरिराखेको छ। है, रिचार्ज गर्ने रिचार्ज पनि गरिरहेको छ। जस्तै यहाँ रिवार्ड पोइन्ट मेरो छ, मेरो त सक्न आँटेको छ। अनि यो रिवार्ड पोइन्टलाई चाहिँ कतिजना मान्छेले चाहिँ पैसा त्यसै खाइदियो, हाम्रो पैसा त्यसै तुर्यो, त्यो हाम्रो पैसा त्यसै नेक्स्ट मनीको कुनि के भयो भनेर गुनासो गरिरहेको हुन्छ। तर हेर्नुस् 28 रुपैयाँ मात्रै छ मेरो पनि एक दिन तपाईहरुको जस्तै थियो। 1500 थियो कि मेरो त त्यस्तै 3000 जस्तो थियो। 3000 जस्तो रिवार्ड पोइन्ट थियो। तर मैले के शपिङ गरे कोही पैसाले, कोहीले रिवार्ड रिचार्ज गर्दाखेरि मैले चलाए। त्यसले गर्दा 28 रुपैयाँ मात्रै छ यहाँ मेरो। त्यसले गर्दाखेरि चाहिँ तपाईहरुलाई 1770 मा 270 जीएसटी काटिन्छ। 1500 रुपैयाँ चाहिँ तपाईको रहन्छ। र रहेको पैसाले चाहिँ नम्बर 1 मा शपिङ गर्दा पनि हुन्छ, नम्बर 2 मा त रिचार्जहरु गर्दा पनि हुन्छ। अब रिचार्ज गर्दा चाहिँ कति मान्छेले एकैचोटी चलाउनु पाउँछ भनेर सोच्दै रहेछ। कुनै पनि सिनियरले त्यो नभन्दिनु होला। किनभने तपाईले त्यसो भन्दा गलत सन्देश जान्छ टिममा। 1500 चाहिँ तपाईको खातामै बस्छ। अब 100 को रिचार्ज गर्दा चाहिँ 1 रुपैयाँ हो। यता क्याशब्याक भएर आउने। 200 गर्दा 2 रुपैयाँ त्यसरी हो। तर अब शपिङहरु गर्दाखेरि चाहिँ तपाईहरुले 1500 रुपैयाँ नै तपाईले युज गर्न सक्नुहुन्छ। त्यसले गर्दाखेरि चाहिँ प्राय जस्तो चाहिँ 1500 नभएर 1550 हुन्छ। किनभने 50 रुपैयाँ चाहिँ जब हामी नेक्स्ट मनी जोइनिङ गर्छौं, एप डाउनलोड गर्छौं, 50 रुपैयाँ पाइहाल्छ। लगाउने मान्छेले पनि उसको रेफर गर्ने मान्छेले पनि 50 रुपैयाँ पाउँछ। अनि जसले डाउनलोड गर्छ उसले पनि 50 रुपैयाँ पाउँछ। त्यसले गर्दा चाहिँ प्राय जस्तो 1550 रुपैयाँ हुन्छ। र तपाईले जति डाइरेक्टमा मान्छे हाल्नुहुन्छ, डाइरेक्टमा हाल्दा चाहिँ 50 50 50 पाउनुहुन्छ तपाईले। जस्तै 10 जना डाइरेक्टमा हाल्नु भएको छ नि तपाईको 5 10 50 भने चाहिँ 500 रुपैयाँ तपाईले रिवार्ड पोइन्ट पाउँछ। र यो त भयो एउटा सानो कुराहरु। अब तपाईलाई म जोइनिङ गर्नु सिकाउँछु। जोइनिङ गर्दाखेरि तपाईको केही छैन। फर्स्ट अफ अल तपाईले यो साइन अप र यो लगइन देख्नुहुन्छ। अब लगइन तपाईहरुलाई थाहै छ, जो भाइ बहिनीहरु छ, जो अहिलेको नयाँ जमात छ उनीहरुलाई थाहा छ। लगइन चाहिँ अब जोइनिङ भइसकेको मान्छेले चाहिँ सेकेन्डमा लगइन गर्नु पर्यो। यो साइन अप तपाईले देख्नुहुँदैछ, यो साइन अप चाहिँ न्यू जोइनिङ गर्नेहरुको लागि हो। र तपाईले पहिला प्ले स्टोरमा जानु पर्यो। प्ले स्टोरमा गएर नेक्स्ट मनी अर्निङ एप तपाईले डाउनलोड गर्नु पर्यो। अनि डाउनलोड गरेपछि यसलाई खोलेपछि चाहिँ तपाईले यसरी साइन अप र लगइनको जग्गा आउँछ। र पहिला साइन अपमा क्लिक गर्दाखेरि यहाँ तपाईको इन्टर रेफरल युजर नेम आउँछ। इन्टर रेफरल युजर नेम चाहिँ तपाईको के हो भन्दाखेरि चाहिँ युजर नेम तपाईको जो सिनियर छ उसलाई सोध्नुपर्छ तपाईले। जस्तै मेरो हेर्यो भने मेरो होनीति छ, होनीति 88 छ, यो हो मेरो युजर नेम। युजर नेम चाहिँ तपाईले जे पनि तपाईले जोले जोइनिङ गर्नुहुन्छ, जोइनिङ गर्ने मान्छेले चाहिँ तपाईलाई कसले चाहिँ तपाईलाई नेक्स्ट मनीको बारेमा बतायो,
या तपाईँलाई नेक्स्ट मनीको बारेमा कसले चाहिँ रेफर तपाईँलाई लिङ्क पठाइदियो उसको युजर नेम चाहिँ तपाईँले सोध्नुपर्छ। जस्तो अब मेरो यो हुने थिएटर छ, मैले यहाँ छेउमा चेक गर्दाखेरि मेरो नाम सुरेश राई हुने थिएटर अनि 9733219105 आइहाल्यो। यो मेरो माथिको नाम हो, युजर नेम जे राख्दा पनि हुन्छ, हुने थिएटर हो अनि मोबाइल नम्बर छ र यसलाई मैले कन्फर्म गर्दैछु। यसलाई कन्फर्म गरिसकेपछि यो सक्सेसफुल भयो। अब तपाईँले कुन चाहिँ मोबाइल नम्बरमा चाहिँ तपाईँले के गर्नुहुन्छ जोइनिङ गर्न चाहनुहुन्छ त्यो जोइनिङ गर्ने मोबाइल नम्बर तपाईँले हाल्नु पर्यो। अब यो मोबाइल नम्बर हालिसकेपछि तपाईँले इमेल एड्रेस हाल्नु पर्यो। अब इमेल एड्रेस तपाईँकोमा छ भने डाइरेक्ट तपाईँले इमेल एड्रेस लाउन सक्नुहुन्छ। जस्तै यो आइहाल्छ, इमेल चाहिँ डाइरेक्ट आइहाल्छ किन मेरो अलरेडी नै छ। मेरो इमेल एड्रेस चाहिँ यो। अनि इमेल एड्रेस चाहिँ तपाईँले पाउनु भएन चाहिँ गुगल पेमा गएर गुगल प्ले स्टोरमा गएर तपाईँले एकाउन्टमा सेटिङमा क्लिक गर्नुहोस्। त्यो सेटिङमा क्लिक गर्दा तपाईँको इमेल एड्रेस देखाइहाल्छ। अब यहाँ मैले तपाईँलाई युजर नेम जस्तो मैले एउटा जे पनि लेख्न सक्छु म। जस्तो म राई सुरज म गएर चेक गर्दैछु है, यो आएन। राई सुरेश गर्छु म, यो पनि आएन। राई कुलुङ गर्दैछु, राई कुलुङ गर्दाखेरि यसलाई म चेक गर्दैछु, यो आयो। तपाईँले युजर नेम चाहिँ जे पनि लाउन सक्नुहुन्छ, तपाईँको मर्जी हो त्यो। अनि यो अब चेक चाहिँ गर्नु नबिर्सिनु होला। यो माथि एउटा चेक, सेकेन्डमा दुईवटा। अब त्यहाँदेखि तपाईँले फुल नेम लेख्नुपर्छ। जस्तो तपाईँको फुल नेम सुभाष राई गर्नुहोस्। त्यहाँदेखि तपाईँले यो पासपोर्ट बनाउँछ। जस्तो पासपोर्टमा 1 2 3 4 5 6 7 8 गर्दा पनि हुन्छ। 1 2 3 4 5 6 7 8 गरेर त्यो टर्म एन्ड कन्डिसन क्लिक मारिदिनुहोस्। यो गरेपछि तपाईँको साइनअपमा तपाईँले क्लिक गरेपछि साइनअपमा जब तपाईँले क्लिक गर्नुहुन्छ त्यहाँदेखि ओटिपी आउँछ। इमेल मेरो भएन भन्दैछ है, यो मेरो पहिला नै चलाएको थियो इमेल, त्यसले गर्दा नआएको। जस्तो म इमेल हालेँ, इमेल हालेपछि म साइनअप गर्दैछु। तर मैले अलरेडी नै यो इमेल आइडी यो मैले इमेल एड्रेस चाहिँ तपाईँले एकदम हेरेर मैले पहिला हालेको कारणले गर्दाखेरि चाहिँ यो नआएको मात्रै हो। त्यसले गर्दाखेरि चाहिँ तपाईँको नआएको मात्रै। त्यहाँदेखि इमेल एड्रेस हालेर चाहिँ साइनअप क्लिक भइहाल्छ। क्लिक गर्छ, ओटिपी आउँछ। ओटिपी आएपछि चाहिँ तपाईँको 4टा नम्बर हुन्छ। त्यो 4टा नम्बर आए चाहिँ तपाईँको के हुन्छ, जोइनिङ भइहाल्छ। र एउटा सानो प्रोसेस छ, कमन सेन्स लाएर काम गर्नुभयो भने तपाईँले धेरै मान्छेहरूलाई जोड्न सक्नुहुन्छ। अनि कमाइ राम्रो छ। तपाईँहरूले डाइरेक्ट जोड्दाखेरि 300 रुपियाँ पाउनुहुन्छ। त्यहाँदेखि त्यो 5 जना 10 जना 20 जना डाइरेक्टमा जति पनि हाल्न सक्नुहुन्छ। त्यहाँदेखि फेरि उनीहरूलाई पनि तपाईँले ट्रेनिङ दिनुहोस्, युट्युबहरूबाट, फेसबुकबाट, इन्स्टाग्रामहरू के युज गर्नुहुन्छ त्यो दिनुहोस्, सिकाउनुहोस्। त्यहाँदेखि तपाईँहरूले पनि धेरै मान्छेहरू उनीहरूले पनि काम गर्छ। उनीहरूले काम गर्दाखेरि फेरि 1%, सेकेन्ड लेभलबाट 2%, 3% गर्दै 10 लेभलसम्म चाहिँ त्यसले कमिसन पाउँछ। त्यहाँदेखि 10 लेभलदेखि 11, 12देखि चाहिँ रोयल्टी पाउँछ। रोयल्टी चाहिँ तपाईँको 2%ले छ। त्यसले गर्दा यस्तो कुराहरू छ, हामी घरमा बसेर पनि पैसा कमाउन सक्छौँ। कति कमान बस्तीतिर मान्छेहरूको भाउचारमा टिभीमा पैसा तुरेर मोबाइलमा तुरेर तपाईँले सिकाइदिनुहोस्। उसलाई राम्रो पनि हुन्छ, प्लस तपाईँले पैसा पनि कमाउन सक्नुहुन्छ। र एउटा ठुलो प्लेटफर्म छ, मैले जोइनिङ कसरी गर्नुपर्छ भन्ने सिकाइदिएको छु। तपाईँले यो भिडियो हेरेर तपाईँले अरूलाई पनि जानकारी गराउनु होला। धन्यवाद।